अब चाहिँ म हिँड्न लागेको होइन ड्युटीमा। बुधारे चोकमा आएको थिएँ। बुधारे चोकमा चाहिँ साना भाइहरूले चाहिँ स्टन्ट गरिरहेका रहेछन् क्या साइकलमा। आज चाहिँ भनेको म होइन कहाँ जाँदैछु भन्ने कुरो तपाईँहरूले भिडियो हेरेपछि थाहा हुन्छ। आज चाहिँ म विशेष ठाउँमा जाँदैछु कामको सिलसिलामा होइन। साह्रै राम्रो ठाउँ छ। ठुले चिया खाँदैछ, बालु चिया खाँदैछन्। मेरो चिया यता हो। यता हामी चाहिँ काममा गएको होइन दिदी। यहाँ तलतिर चाहिँ मामाहरूले रोकेर चाहिँ हामी हिँड्दैछौँ। यहाँ मामाहरूले चाहिँ रोक्नु भयो हामीलाई होइन। हामी त्यो गाडीको डालामा थियौँ, त्यही भएर अलिकति यस्तो नदेखिने ठाउँसम्म चाहिँ हामी हिँडेर जाने प्लानमा छौँ होइन। हामी कहाँ गएको अरे केटा? मुस्ताङ। यहाँ चाहिँ किन उत्रेको भन्ने कुरो पनि त यहाँ पुग्नु पर्यो नि त। ल बाले भन्नु। खाजा चिया कफी के खाने हो? जाडो भयो होइन, हाम्रो खाजा खाने टाइम पनि भएको हुन्छ। त्यही भएर यहाँ मान्छे उत्रिनलाई गाह्रो परिरहेको छ यहाँनिर। हामी चाहिँ खाजा खाना बसिरहेछौँ होइन। दाजु यहाँ हुनुहुन्छ, यता हाम्रो टोली हुनुहुन्छ होइन। यता छ यहाँ यति खाइसक्यो भन्दैछ होइन। दामी बनाएको नि साथीले यो चाहिँ होइन। दिदीहरू हुन्छ, यता गोपाल दाई पनि हुनुहुन्छ, उता फर्केर बोल्दै हुन्छ होइन। हामी झापाको मान्छे पाहाडमा आएर चिसो लाग्छ नलागोस् भनेर सुन्तला खाँदै होइन। के खाँदै सुन्तला पाहाडको हेर्नुहोस् त ल। घामतिर घाम अस्ताउन लागेको छ। यात्रा जारी छ। हामी चाहिँ रातको झन्डै 7:30तिर नामसालिङ माविमा पुगिसकेका छौँ होइन। अनि त्यसपछि चाहिँ हामी खाना पकाएर उहाँहरूलाई पनि खिलायौँ अनि हामीले पनि खाना खायौँ। त्यसपछि हामी सुत्न गयौँ। के भन्नु यो कुन स्कुल हो? नामसालिङ माविमा चाहिँ आज हामी सुतिरहेको कति कक्षा छ थाहा छैन। मर्निङ एभ्रिवान। आज चाहिँ हाम्रो भिडियो भनेको कहाँदेखि सुरु हुँदैछ? नामसालिङदेखि। आज बिहान उठेपछि चाहिँ नामसालिङदेखि यहाँ माथिदेखि आन्टी पनि हेर्दै हुनुहुन्छ होइन। आज चाहिँ हामी नामसालिङ स्कुलमा छौँ होइन। आजको भिडियो चाहिँ यहीँदेखि स्टार्ट भएको। यहाँ हेर्नु 2006 लेखेको छ। यता प्रिन्सिपलको रुम रहेछ। श्री नामसालिङ माध्यमिक विद्यालय माई जोगमाई 3 नामसालिङ इलाम। हाम्रो यता छ साथीहरू काम सुरु गरिसक्यो। म उठेर चाहिँ एउटा भिडियो चाहिँ बनाइदिइ गएको कि होइन। आज चाहिँ हामी यता छौँ। भेट्न मन हुनेले सम्पर्क गर्नु होला। हाम्रो केटाहरू कुकर समातेर बसिरहेछन् यहाँनिर लाइनमा। कुकर खोइ अरू कुकर 10वटा कुकर देखाउनु पर्ने त यहाँ। यो चाहिँ नामसालिङ स्कुलको वरिपरिको वातावरण यस्तो रहेको छ। हेर्नुहोस् त कति हरियो छ अनि डाँडाको बिचमा यो स्कुल रहेको छ। खाना खुवायौँ। खाना खाइसकेर चाहिँ हाम्रा साथीहरू आलु मुस्दैछन्। खाना आगो लगाउन पाइएन, काम थियो नि त विशेष। हामी अलिक धेरै काम गर्छौँ नि त अनि भिडियो बनाउन भ्याउँदैनौँ होइन। यस्तै छ। साथीहरू यसो गर्दैछन्। त्यहाँ जेरी पकाउन रेडी छ होइन। हाम्रो भिडियो लगातार आउँदैछ। तपाईँहरू हेरेर यसो सब्सक्राइब पनि गरिदिनु होला घरिघरि। लाइक कमेन्ट सेयर त तपाईँहरूलाई भन्नै पर्दैन, गरिदिइहाल्नुहुन्छ। त्यही हो। भिडियो नयाँ मान्छेले हेर्दै हुनुहुन्छ मेरा फ्यामिलीदेखि बाहेक भने चाहिँ कृपया सब्सक्राइब गरिदिनु होला। अरू त्यही हो। भिडियो आउँदैछ हाम्रो, लामो छ यो भिडियो, पुरै भिडियो हेरिदिनु। गल्तीहरूलाई यहाँहरूले क्षमा गरिदिनुहुनेछ र हामीलाई आगामी कार्यक्रमका लागि प्रेरणा दिनुहुनेछ भन्ने मैले आशा गरेको छु। विधिवत रूपमा औपचारिक
हाम्रो त्यहाँको नास्ताको टाइम भइसकेको कारणले गर्दा उहाँहरू नास्ता लिँदै हुनुहुन्छ अनि साँझ पखची सूर्यको किरण अस्ताउने बेलामा यस्तो देखिँदो रहेछ। हेर्नुहोस् त कति सुन्दर छ है। कुकरको सिटी खोल्न अल्छी लागेपछि दुईटै सिटी निकालेर यसरी कुकरभित्रको हावा फ्याल्दैछौँ हामी। यता भने हाम्रा साथीहरूले समोसा बनाइराख्नु भएको छ। यता हेर नलजाऊ के, यता हेर। यो बहिनीहरूले चाहिँ मलाई सब्सक्राइब गरिदिन्छु भनेर चाहिँ कतिजना छन्? 6जना 6वटा सब्सक्राइब गर्नुपर्छ नि। त्यहाँका स्वयंसेवकहरू असाध्य मिलनसार हुनुहुन्थ्यो। साना बहिनीहरू हुनुहुन्थ्यो, उहाँहरूले आफै केटाकेटीलाई खाना लगेर बाँड्नुहुन्थ्यो। ल हेर्नुहोस् त भिडियोमा। Lock 019. बाटोमा दुध लिन जाँदैछु, चिया खाने दुध होइन। हामी चाहिँ नामसालिङ स्कुलमा छौँ नि त। यहाँ पनि एउटा सानो स्कुल छ होइन, एमएमएस विकास एकाडेमी भन्ने। म चाहिँ दुध लिन जाँदैछु। घाम पनि मस्त झुल्किसकेको छ। यस्तो छ कि यहाँ चाहिँ यो सानो स्कुल हो, यता पाहाड छ। अब यहाँ गएर 1 लिटर गाई हो कि भैँसी हो थाहा छैन, तर दुध चाहिँ ल्याउने हो क्या होइन। पहाडको शुद्ध जर्सी गाईको दुध लगेर चाहिँ चिया खाने प्लानमा छौँ हामी होइन। यहाँ दाजुहरूको फर्म रहेछ अनि म फर्ममा चाहिँ दुध लिन आएको। बाटो यस्तो छ, चिप्लेर लड्यो भने केटाहरूले कुट्छन्। यस्तो छ, यस्तो पहाडमा छौँ हामी, नामसालिङमा छौँ। यहाँ फर्म छ, फर्मदेखि चाहिँ दुध लिएर जाँदैछु होइन चिया खानलाई। ल आज चाहिँ हाम्रो के बन्दैछ अरे हुर्मा निम्की यता प्लास्टिकमा छ आजको। यता काकाले बनाउँदैछ होइन, यता हाम्रो बालुभाइ चलाउँदै। ल हल्लाइदियो त एकचोटि। वाउ, यसरी बनिन्छ घुरमा। कति बेर पकाउनु यसलाई? आमा सिलिन्डरमाथि बसेर चलाउँदैछ अरे यो मान्छे त। ग्यास गर्दै केटाहरू जिस्किन्छन् होइन। बोला के भन्छौ? के भन्नु कुरै छैन बोलेको। काका 2 शब्द भन्नु। के भन्नु होइन? कुन ठाउँमा आएको हुनुहुन्छ? कुन ठाउँमा आएको? इलाम आएको। के गर्न आएको? इलाममा कारिगरी काम गर्न आएको। मजा आउँदैछ? मजा आउँदैछ। के गर्न आएको? हामी गरिब मान्छे काम गर्ने पर्छ। गलेको छ कि छैन? गल्नु भइरहेछ कि छैन? गल्नु भएको छ कि छैन? छैन? एक ट्याक लगाउने छ।
सहयोग गरिदिनु भयो। ल साथी हो आई आउँदैछ अब सुतेको आजको दिन यसरी नै बित्यो अब भोलि के हुन्छ त्यो त भिडियो हेर्दै गर्दै थाहा हुन्छ है त अनि मेरो भिडियोमा मजा आउँदैछ कि छैन हेर्न रमाइलो भएको छ कि छैन कृपया तल कमेन्ट गर्न नबिर्सिनु होला तेस्रो पाँचौँ दिन सुरु भयो होइन हाम्रो पाँचौँ दिन सुरु भइसक्यो पाँचौँ दिनमा चाहिँ उठेर अब यस्तो चिसोमा नुहाउने बानी त छैन होइन तर पनि यसो टाउको चाहिँ धोइयो टाउको धोएर अनि नुहाए जति भनौँ न गरेर आइयो अब यसो बाथरुम गरेर छु अनि आजको दिन सुरु हुन्छ होला आज चाहिँ हामी दुध लिन बालुवामा गइरहेछौँ होइन थोरै हुन्छ भनेर के बोकेको छ बालु देखाइदियो बाल्टी बोकेको छ होइन हिजो ल्याएको दुध थोरै हो नि त त्यही भएर आज चाहिँ मस्त पाहाडको फेरि बाक्लो दुधको चिया पानी नहाली खाँदा जिब्रो त कस्तो जिब्रो ए त्यही भएर हामी दुध लिन जाँदैछौँ यहाँ हाम्रै चिनजानकै दाजुको फारम छ गाई फारम गाई डेन्जर छ अघि हेरिहाल्नुभयो भिडियोमा होइन हामी दुध उठाउँछौँ यहाँदेखि पाहाडको बाटो यस्तै छ चिप्लो छ है के काटेको हो सर टमाटर नि हो हाम्रो यहाँ भेराइटी बन्दैछ क्या आज पनि अनि त्यही भएर यस्तो रुगा लाग्दै भए पनि हामी खतरा टमाटर कटाइ खतरा जाँदैछ होइन यस्तै हो अब दुःख गर्न आएको पाहाडमा चिसो छ होइन चिसोको औषधि चाहिँ अब आफूलाई चल्दैन साह्रै गाह्रो छ हेर न किन लजाको हामी चाहिँ चट्ट होइन एकछिन यहाँ डाँडो रहेछ चियाबारी रहेछ होइन त्यही भएर चाहिँ हामी यसो एक दुईवटा सेल्फी हान्यो भाइले पनि हान्नु सेल्फी बालुले पनि हान्नु सेल्फी मैले पनि सेल्फी हाने होइन हाम्रो दिनचर्या यसरी नै गुज्री आज 5 दिन त कटाइयो होइन बालु कटो 5 दिन कटो यस्तै छ नानी जाउँ पुरी खान होइन बुझ्नेहरू बोलेनन् हामी अब घुमेर सक्यो अब हाम्रो पुरीको भाँडा खाली भयो कि जस्तो लाग्यो होइन हामी दकुर्दैछौँ
फुल सीमा बाला जीवन ढल्की गयो परे हजुरमा उहाँहरू चाहिँ इलामदेखि आउनुभएको रहेछ। अत्यन्तै सुन्दर नृत्य गरेर जानुभएको थियो। त्यसैले पनि मैले यहाँ उहाँहरूले नाचेको गीत राख्न सकिनँ, किनकि कपिराइट लाग्ने चान्स धेरै हुन्छ नि त। त्यही भएर गीत राखेको हो है, साथीहरू नरिसाउनु होला। यहाँ चाहिँ देवीथान माता पनि हुँदो रहेछ। म यो बाटो धेरैचोटि ओहोरदोहोर गरेँ तर पनि देखिनँ। यहाँ चाहिँ देवीथान माता बस्नुभएको रहेछ। त्यही भएर यहीँदेखि दर्शन गरेँ। हामी नामसालिङमा आएर थियौँ, सब्जी खोज्नु कुद्दैछौँ होइन बालु। अब नामसालिङ यस्तो ठाउँमा आइसकेपछि, सब्जीको बगानमा आइसकेपछि सब्जी नखाने कुरो त भएन झापा जाँदा होइन। त्यही भएर चाहिँ हामी सब्जी खोज्नलाई यस्तो बाटो हिँड्दैछौँ। पाहाडमा हिँड्ने मान्छेलाई चाहिँ रमाइलो हुँदो रहेछ कि। अनि केटाहरू कस्तो फिल हुँदैछ? ओह्रालो त गुटुटु कुदिँदैछ, उकालो जाने बेलामा चाहिँ के हुन्छ थाहा छैन। आज चाहिँ हामी आन्टीको घरमा आइरहेछौँ होइन। आन्टीको घरमा चाहिँ अम्बक लटरम्मै पाकेको रहेछ। एक झोला लिएर जाने होइन साथी हो?
ऊ खाना थालिसके साथी यो आन्टीको घरमा आएको आन्टीले अम्मक खाऊ भन्नुभयो हामी चट्ट अम्मक हेर्दैछौँ यहाँ नामसालिङमा पनि यति मजाले केराका घरहरू देख्दाखेरि म अचम्ममा परेको थिएँ। पहाड जस्तो ठाउँमा पनि ल हेर्नुहोस् त केरा कसरी फलेका छन्। हामी चाहिँ नामसालीको कार्यक्रम सकेर घरतर्फ फर्किँदै गरेको यो दृश्य